हाउ आर यु इन द फ्लो आई सो गो कहाँ जान लाग्नु भयो ए कहीँ जान लागेको छैन ऊ पारी गाउँ जान लाग्यो यस सर वाउ इन द गुड यस इन द फिल इन द ब्ल्याङ्क्स बट सर योर इङ्ग्लिस यस आई एब्सोल्युटली राइट सर दामी पढाउनुहुन्छ इन द गो अरे मान्छे सुन्छन् भनेको नेपाली बोल्न सक्दैनस् अरे सर बोल्न काहीँ पनि लजाउनु हुन्न भने होइन आफ्नो जस्तो बिगाडेर भए पनि बोल्ने भन्नु भएको होइन यु यस इन द गो आर यस सर माइ नेम इज यस हरिलाल अनि बिस्तारै बोल्न बिस्तारै मान्छेले सुन्छन् के अहिले त 12 कक्षा पढ्ने बड्डो भइस् त अरे सर यस इन द ब्ल्याङ्क्स इन द भब आर द एभब 12 क्लास स्टडी 15 क्लास नलेज स्पीक इंग्लिश get अमेरिकन स्पीक इंग्लिश या इज द गो इन द इट फूड हरी इज द बॉय ल ल तँलाई जे बोल्न मन लाग्छ बोल म चाहिँ लाग्यो है सर यार तपाईले मलाई इंग्लिश त्यतिखेर यति राम्रो पढाउनु भने यस्तो गुण लागेको छ अहिले सर आई टिच सरकारी स्कुल बोर्डिङ 8 क्लास स्टुडेन्ट स्पीक इन द बॉयज इन द हरी इज द गर्ल ल बाबु सरकारी स्कुल 8 कक्षासम्म पढाउने भएको छ तँलाई बधाई छ तर एउटा कुरा मलाई चाहिँ गुण लगाइदिनु है प्लिज अरे सर दिस इज अ बॉय इज योर स्टुडेन्ट भन्नुहोस् न सर स्पिक घार्चोबाट भन्नुहोस् न के हो सब गुण लगाइदिन्छु म तेरो इङ्ग्लिस टिचर हुँ भनेर कसैलाई नभन है